हाई एभ्रिवान, सबैलाई नमस्ते, गुड इभिनिङ, बुनासेरा। म अहिले छु यो चाहिँ ब्रासोपको ओनेरी पार्कमा। यहाँ यस्तो अहिले चाहिँ साँझ त्यति परिसकेको छैन। यहाँ साँझ पऱ्यो भने त पुरै यहाँ चाहिँ झिलिमिली पुरा लाइटहरू हुन्छ। यो धेरै ठुलो रहेछ। हेर्नुहोस्, यहाँ पुरै यो स्विमिङ जस्तो बनाएर यो सबै यहाँ चाहिँ कस्तो विकासहरूको रूपमा त विकास त भइरहेछ, तर देश चाहिँ खासै त्यति उ रहेनछ। अरू चाहिँ विकास चाहिँ भइरहेछ। हेर्नुहोस् कस्तो मनमोहक दृश्य छ। अलि साँझ यहाँ पुरै लाइटिङ आउँछ। एकजना साथी मलाई रिसिभ गर्न आउँदै हुनुहुन्छ। म पहिला यहाँ चाहिँ ब्रासोपमा काम गर्थेँ। मैले ब्रासोपमा चाहिँ बाट चाहिँ मैले रिजाइन ल्याएर रिलिज पेपरहरू या नसै एकोर्ड लेटरहरू ल्याएर चाहिँ मैले अब त्यो काम चाहिँ चेन्ज गर्ने भनेर म अहिले यहाँ आएको छु। यहाँ चाहिँ घुम्ने क्रममा कस्तो राम्रो मनमोहक दृश्य देखेँ। यो चाहिँ हो बुकारेस्टको चाहिँ ओनेरी पार्क भन्ने। एकदमै राम्रो रहेछ ठाउँ। कस्तो दामी ठाउँ रहेछ। सर हेर्दाखेरि पनि कस्तो मनमोहक दृश्यहरू। यस्तो छ पुरै यहाँ चारैतिर जता कता माथि प्रचार छ कोका कोला भनेर। ब्रासेक यहाँ चाहिँ एउटा पानी हो। यो पार्कमा कस्तो राम्रो भित्र लाइटहरू लगाएको छ। घुम्नलाई पनि एकदमै मनमोहक छ। आज म यो पार्क भिजिट गर्न आएको छु र एकजना साथी आउँदै हुनुहुन्छ मलाई रिसिभ गर्न। अब म भोलि चाहिँ मेरो पुलिस रिपोर्ट लिएर आउँछु। मैले यहाँ काम गर्नुभन्दा पहिला एउटा पुलिस रिपोर्ट पनि चाहिने रहेछ कि। त्यसको लागि प्रोसेस त खासै केही पनि पर्दैन। खालि एउटा चाहिँ आफ्नो पासपोर्ट र टिआरसी कार्ड लगेर गयो भने चाहिँ त्यो दिइहाल्छ। कस्तो रमाइलो ठाउँ रहेछ हौ। जान्न